यो चाहिँ के हो भने हामीले यो चाहिँ सामान अर्डर गरेको थियो स्यालेरी आइसकेपछि पनि हैन आज हाम्रो 10 दिनमा ट्याक्कै सामान आएको छ सामान चाहिँ चीनबाट हैन 300 युरो गयो एउटा 300 युरोको फाइनल बस्नु के दियो त्यसले हैन हामीहरु नै बोलेर पकाएको छु नि अनबक्सिङ हुँदैछ आज चाहिँ फाइनली यो अनबक्सिङ हुँदैछ हैन अब यो हाम्रो चाहिँ स्पेनबाट आएपछि चाहिँ लगभग हाम्रो पहिलो अनलाइन सपिङ हो अनलाइन पनि सपिङ पनि पहिलो हो लगभग हामी 5 महिनापछि नत्र हामी हेर्नुहोस् यही एउटै कपडा हो काम गर्दा पनि घरमा बस्दा पनि यही कपडा हो हैन आज चाहिँ अनबक्सिङ भइसक्यो हैन यहाँ यो चाहिँ हामी तीनजना 4 जनाको अर्डर छ हैन 4 जनाको अर्डर छ हेर्दिउँ कसको रहेछ यो चाहिँ ल हेर्दिउँ फोनमा हेर्नु पर्छ है कसको रहेछ त ल यो चाहिँ मेरै हुनु पर्छ त्यो तिम्रो हो कि मेरो मेरै हुनु पर्छ होला सायद यस्तो कलरमा चाहिँ यो चाहिँ मैले एउटा के मगाएको दामी आउँदो रहेछ क्वालिटी कस्तो रहेछ हेर क्वालिटी चाहिँ राम्रो लाग्यो मलाई यार दामी आउँदो रहेछ ल ठिकै छ यार यो चाहिँ हामी 3 जनाको 4 जनाको रमेशको पनि हैन यो मेरो टी-शर्ट ल्याइदिनु मगाएको र रमेशको पनि छ यो मेरो टी-शर्ट है केटा अलि त्यति पैसा आउन मात्र ढिला हो के खर्च हुन त फेरि हिउँ भने त्यति राम्रो चाहिँ देखाएको थियो हैन तर त्यति स्पेशल यस्तो एउटा मैले गाउँलेलाई पनि अर्डर गरेको थिएँ हैन गाउँलेको यो चाहिँ ठिकै त्यो त्यो चाहिँ राम्रो रहेछ यो चाहिँ ठिकै रहेछ त्यस्तो राम्रो ठिकै रहेछ सस्तो भएर होला हैन यो चाहिँ एउटा हाफ उ थियो यार तिम्रो होला यो खोल्दिए ल क्या भए अब अर्डर त्यस्तो छ अब घाममा काम गर्नुपर्छ नि त त्यो भएर घाममा काम गर्नुपर्छ त्यो भएर त्यस्तो बवाल चाहिँ कुचिएर हो के मुन्ना लाल हो यो त लेडिज जस्तो देख्दो रहेछ त साथी यो चाहिँ मेरो सक्स हो यो मेरो सामान हो एकदम सक्स नक्री साइजमा केटा हो हैन मेरो जुराब भइसकेको थियो अनि यो पनि मेरै हो दुई जोड जुराब थियो अब हाम्रो अनबक्सिङ भइरहेछ हैन अब यो पैसा आउन मात्र यो के हो यो क्यामेराको स्टिक ए स्टिक आयो है यो अब फाइनली हाम्रो फोन अनबक्सिङ गरिदिनु है त ल अब चाहिँ हो पनि त्यही हो त्यही हो सेल्फी स्टिक हो होइन गिम्बेल हो होइन सेल्फी स्टिक हो के गिम्बेल सेल्फी स्टिक हो ए गिम्बेल त होइन यो त त्यसको यहाँ पनि खुल्थ्यो के हो ए अब बल भयो लिएर हिँड अब काम गर्दा पनि लिएर हिँडिन्छ अब साथी ठिक छ अब आइसक्यो होइन ए अनलाइन हो यो चाहिँ सिनबाट मगाएको हामीले ठ्याक्कै 11 दिनमा आइपुग्दो रहेछ बोगटीले के मगाएको छ यार बोगटीले त मगाएको छैन के अरे बोगटीले अब चाहिँ हामीले ट्याक्क बनाउँदैछौँ अब हामी चाहिँ यसैबाट सुट गर्दैछौँ होइन अब फाइनली हामीले यहाँ जोडान गरिसक्यो हामी यो चाहिँ अहिले ठ्याक्कै आयो अब यसलाई हामी जोडान गरिदिने हो यसमै राखेर अब हामी बनाउँदैछौँ यो क्याप चाहिँ राम्रो छ होइन क्याप चाहिँ राम्रो लाग्यो तर सामानले थिचेर चाहिँ अलिकति यो बाङ्गो भएको छ क्या अनि टक्क लगाएर हेर अब तिमीलाई कस्तो देख्छ हेर तर यो चाहिँ दामी लाग्यो मलाई यो 23 चाहिँ कलर पनि दामी लाग्यो मेरो कालो राम्रो छ कलर अनुसार कसरी फर्काछ अरे देखा त ठुलो भएर क्याप चाहिँ दामी छ यो होइन मलाई मन पर्यो दुइटै क्याप चाहिँ जस्तो भने त्यस्तै आयो तर हाम्रो साइज फरक नपरेर होला तर कपडामा चाहिँ साइज फरक परेको अलिकति स्मल पनि बवाल हाम्रो चाहिँ सब लुगा चेक गरेर भ्यायो होइन अहिले चाहिँ यस्तै बसिरहेको छु अहिले चाहिँ म चाहिँ सबै लुगा यो पनि नयाँ हो यो पनि नयाँ हो यो तलको पनि नयाँ छ भिडियो यहीँ हुन्छ कति काम गरेर फोटो मात्र के अरे भिडियो मात्र हाल्नु होइन अब कहिले पैसा पाएको भिडियो हालौँ कहिले अब के अरे सपिङ गरेको भिडियो हालौँ होइन कहिले काहीँ अहिले चाहिँ घुम्न जानलाई अलिक ठाउँ छैन भन्दा नि हामी बसेको ठाउँमा गाडी नै पाउँदैन के गाडी पाउँदैन ट्याक्सी पाउँदैन अलिकति गाउँ पनि विकट गाउँ जस्तो ठाउँमा बसेको छ किन भन्दा अब हाम्रो काम गराउने मान्छेले चाहिँ अलिक टाढा राखेको छ कि किन नजिकतिर पुलिस आउँछ काममा लाँदा चेकिङ हुन्छ यताउता भनेर अलिक टाढा राखेको छ त्यो भएर यहाँबाट जान
घुम्ने ठाउँ त छ तर घुम्न जानलाई हाम्रोसँग साधनै नजिक पाउँदैन क्या त्यो भएर चाहिँ अनि हामी खासै काहीँ बाहिर जाँदैन मार्केट जानु पर्यो भने पनि त्यही ठेकदार आउनुपर्छ अनि हामीले यहाँबाट जानलाई गाडी लोकल गाडी पनि पाउँदैन ट्याक्सी पनि पाउँदैन त्यो भएर काहीँ जानु पर्यो भने ठेकदारले पुर्याउने हो अनि त्यसपछि हामी जाने हो अनि हामी चाहिँ अहिले घरको घर अनि गयो भने उनीहरू माथि पार्क अलिकति यताउता घुम्ने त्यति हो अब हाम्रो चाहिँ भिडियो यहीँ हिँड्नुहुन्छ हामी अरू भिडियो हाल्दैछौँ हाम्रो यहाँ साथीको पब्जी खेलेको भिडियो नै हाल्छ हामी भोलि पर्सि खिच्यो भने बाई बाई